नमस्ते, नमस्कार। कस्तो हुनुहुन्छ तपाईँहरू? अफकोर्स तपाईँहरू सन्चै नै हुनुहुन्छ भन्ने मलाई विश्वास रहेको छ र म पनि सन्चै छु। सो आज हामी हाम्रो विषयवस्तु रहेको छ हाम्रो युवा शक्ति हाम्रो देश कुनै पनि देशको लागि कतिको महत्त्व हुन्छ भने हामीले हाम्रो आज विषयवस्तु लिएर तपाईँहरूको माझमा प्रस्तुत भइसकेका छौँ। हो आज हामीले युवा भन्दाखेरि म पनि अब अहिले युवा नै छौँ होइन, त्यसै फेजमा छौँ। सो म युवालाई के भन्न चाहन्छु वा के छ भन्दाखेरि जस्तै हाम्रो मेन्टालिटी कस्तो हुनुपर्छ भने आज मेरो विचार छ कि होइन आफू जस्तै हाम्रो 18 देखि 36 वर्षको जुन को बिचमा जुन मानिसहरू हुनुहुन्छ उहाँ विशेष गरी जुन बोइजहरू हुनुहुन्छ जुन पुरुष हुनुहुन्छ उहाँहरू के सोच्छन् होइन, किनकि त्यो भनेको एकदमै डिफिकल्ट एज हो। किनकि त्यसमा अब नाम होइन, नाम चाहियो, नोकरी चाहियो, छोकरी चाहियो, के हुन्छ नि त सबै त्यसैमा चाहियो। त्यही भएर त्यो एज भनेको धेरै नै अप्ठ्यारो वा हार्ड वर्किङ टाइपको होइन, त्यो एज हो। त्यसैमा हामीलाई सबै चिज चाहियो, सबै थोक चाहियो होइन। र चाहँदाखेरि के हुन्छ भन्दाखेरि यसैबिच हाम्रो जुन यो त हामी आफू लागि हामीले सोचेका वा थिङ्किङ गरेका हो नि त। तर हामीले त्यहीमा हाम्रो अझ हामी एड गर्यो भने त्यसमा हामीले आफ्नो समाजको लागि, आफ्नो राज्यको लागि, आफ्नो देशको लागि हामीले के सोचेका छौँ त, के एचिभ गर्न खोजेका छौँ त, सोचेका छौँ होइन, हामीले सोचेकै छैनौँ। र कुनै पनि देश वा समाज वा कुनै पनि समुदायले हामी कुनै व्यक्तिप्रति आशा र अपेक्षा गरेका हुन्छन्, त्यसरी नै हाम्रो देश पनि हामीप्रति आशा र अपेक्षा गरेका छन्। सो साथीहरू हामीले पनि सोच्नुपर्छ त्यही एजमा 18 देखि 36 मैले किन इम्पोर्टेन्ट मानेको छु किनकि यो फेज भनेको एकदमै राम्रो वा त्यसैमा हामीले जे गर्छौँ त्यो हाम्रो पछिको जुन आउने दिनहरू छन् त्यसले नै डिटरमाइन गर्छ कि यो एजले नै डिटरमाइन गर्छ कि हामी कस्तो हुन्छौँ र हाम्रो रिटायर लाइफ कस्तो हुनसक्छ है। त्यही भएर यसै बिचमा हामीले आफ्नो देशको बारेमा पनि अलिकति सोच्न सक्यो भने त्यो हाम्रो लागि धेरै नै राम्रो हुन्छ र हाम्रो देशको पनि राम्रो हुन्छ। किनकि हामी युवा कुनै पनि देशको लागि धेरै नै महत्त्वपूर्ण चिज हो। र किनकि युवा बिना विथआउट young not we are assumption the any country, so it is a very important thing. So आज म यही भन्न चाहन्छु। हस् त, धन्यवाद। तपाईँहरूको बिचमा म फेरि पुनः आउनेछु र अहिलेको लागि म आफ्नो बानीलाई यही विराम दिन चाहन्छु। हस्, यहाँहरूको दिन शुभमय होस् भन्न चाहन्छु। हस्, धन्यवाद।